रेडियो मध्यपहाडका बजार प्रतिनिधि नेत्र भण्डारीलाई म स्कोर गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। प्लिज नेत्र भण्डारी अग्रज व्यक्तित्व। खेल सुरु भइसकेको छ र पहिलो अङ्क एसबिसीले यति बेला हामी यो कोटपाडाको विद्यालयको प्राङ्गणमा छौँ र प्रथम त्रिवेणी कप 2082 को यो दोस्रो दिनमा छौँ र यति बेला आयोजक बी र सानो पोखरा बीचको खेल भइरहेको छ। यति बेलाको यो अवस्थामा प्रतियोगी मैदानमा निकै उल्लास व्यक्तिले खेलाडी साथीहरू यो खेल मैदानमा उपस्थित हुनुभएको छ। यति बेला सानो पोखराले एक अङ्क थप्दै 2 बनाएको छ भने आयोजक बी को 0 रहेको छ। एकदमै राम्रो प्रयास थियो तर बल आउट हुन पुग्यो। यसको फाइदा यति बेला सानो पोखरालाई र सानो पोखराले एक अङ्क थप्दै 3 बनाएको छ भने आयोजक बीले खाता खोल्न सकेको छैन यति बेलाको अवस्थामा। राम्रो प्रयास थियो तर बल नेटमा ठोकिन पुग्यो। यसको फाइदा आयोजक बीलाई। आयोजक बीले खाता खोल्दै एक अङ्क बनाएको छ भने सानो पोखराको 3 भएको छ 1-3। राम्रो प्रयास सँगै सानो पोखराले अङ्क थप्दै 4 बनाएको छ भने आयोजक बी 1 अङ्क रहेको छ। एकदमै राम्रो प्रयास थियो बल जालीमा ढोकिन पुग्यो। यसको फाइदा सानो पोखरालाई र सानो पोखराले एक अङ्क थप्दै 5 बनाएको छ भने आयोजक बी 5-1। एकदमै यति बेला फेरि पनि सानो पोखराले अर्को अङ्क थप्दै 6 बनाएको छ भने आयोजक बी को अङ्क रहेको छ 1। यति बेला आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू हामी प्रथम त्रिवेणी कप 2082 को यो दोस्रो दिनमा छौँ र यति बेला निकै रमाइलोका साथ खेल चलिरहेको हामीले देखिरहेका छौँ। यो मैदानमा खेलाडी साथीहरूको जोस र उल्लास झाँगर देख्दा हामीलाई पनि एकदमै खुसी लागिरहेको छ। र यति बेला फेरि पनि अर्को अङ्क थप्दै सानो पोखराले 7 बनाएको छ भने आयोजक बी 7-1। एकदमै राम्रो प्रयास थियो र पनि यसको फाइदा आयोजक बीलाई रहेको छ। हाम्रो सानो पोखराको तर्फबाट राम्रो प्रयास थियो। यसको फाइदा आयोजक बीलाई। आयोजक बीको अङ्क 2 रहेको छ भने सानो पोखरा 8-2। एकदमै रेफ्रीको अनुसार यति बेला अङ्क फेरि पनि सानो पोखरालाई रहेको छ। सानो पोखराले अर्को अङ्क थप्दै 9 बनाएको छ भने यति बेला आयोजक बीको 2 अङ्क रहेको छ। राम्रो प्रयाससँगै यति बेला आयोजक बीले अर्को अङ्क थप्दै 3 बनाएको छ भने सानो पोखराको 9 रहेको छ 3-9 अङ्क रहेको छ। यति बेला सर्ट आउट हुन पुग्यो। यसको फाइदा सानो पोखरालाई। सानो पोखराले अर्को अङ्क थप्दै 10 बनाएको छ भने यति बेला आयोजक बीको अङ्क रहेको छ 3-10-3। यति बेला राम्रो प्रयाससँगै फेरि पनि अर्को अङ्क थप्दै सानो पोखराले यति बेला 11 अङ्क बनाएको छ भने आयोजक बीको 3 अङ्क रहेको छ 11-3। यति बेला राम्रो सट्रार गर्दै आयोजक बी टिमको तर्फबाट अङ्क थपेको छ। आयोजक बीले एक अङ्क थप्दै 4 बनाएको छ भने सानो पोखरा 11 अङ्क रहेको छ 4-11। एकदमै राम्रो सट्रार गर्दै सानो पोखराले अर्को अङ्क थपेको छ।
सानो पोखराले अर्को अङ्क थप्दै 12 बनाएको छ भने यति बेला आयोजक बीको अङ्क रहेको छ 4 12-4। फेरि पनि अर्को अङ्क थप्न सफल सानो पोखराले अर्को अङ्क थप्दै 13 बनाएको छ भने आयोजक बीको अङ्क 4 रहेको छ 13-4। फेरि पनि यति बेला सानो पोखराले अर्को अङ्क थप्दै